Recipe for छोइला। छोइलाको लागि रेसिपी भन्दैछ। पहिला मासु ल्याउनु होला, त्यसपछि हल्का उसिनेर प्यानमा हल्का रोस्ट गर्नु होला। अनि खोर्सानी, टमाटर, मसला, लसुन, अदुवा राखेर यसरी पेस्ट बनाउनु होला। अनि त्यसपछि टक्कसँग लाएर पछि तेल र मेथीले जानेर रेसिपी फर छोइला। यो चाहिँ बफ छोइला हो, तपाईले देख्न सक्नुहुन्छ। बेसार नुन हाल्ने, यसरी मेथी राखेर ढुवाई पार्नुपर्छ। यतिको कालो मेथी भइसकेपछि यसलाई यस्तो गरेर मजासँग यसरी झ्याङ पार्नुपर्छ। अब हाम्रो छोइला रेडी हुन्छ। जति मजाले मोल्नुहुन्छ त्यति धेरै मिठो हुन्छ। हेर्न सक्नुहुन्छ एकदम खाउँ खाउँ लाग्दो एकदमै यम्मी छोइला रेडी भइसकेको छ। छोइला म चाहिँ छोइला र भात खाँदैछु। अर्को तरकारी चाहिँ हाम्रो सोयाबिन आलुको तरकारी, छोइला अनि खाना खाँदैछौँ। Bye bye.